ल है साथी हो यो हाम्रो गाडी र हामी साथीभाइ यहाँ तलको फेरी भन्दो रहेछ यो पुल जस्तो यसमा हालेर हामी नदी तार्दैछौँ है त। हेर्नु होला, इन्जोय गर्नु होला। तर यहाँ एकदम आजको समय तपाईँको 6 बजिसकेको छ। बेलुका अँध्यारो भएको कारणले गर्दा अलिकति मधुरो आउने भएको छ। टेन्सन छैन, रै पनि मधुरो भयो नि हेर्नुपर्छ। ल यसलाई चाहिँ तपाईँको फेरी भन्दो रहेछ पुल। यहाँबाट स्टार्ट, यहाँबाट गाडी चट्ट छिराउने। यहाँ गहिरो भन्नुहुन्छ भने लगभग तपाईँको 3 मास डुब्छ भन्ने कुरो छ होइन। पानी एकदम स्पिडै रहेछ, चिसो छ मौसम। र यो सतीघाटको अरू नदी हेर्नुको यति फराकिलो रहेछ। ल आउनु होला, भिजिट गर्नु होला, घुम्नु होला, हेर्नु होला। यो एरिया एकदम राम्रो रहेछ। सस्तोमा गाडी तार्ने सुविधा पनि रहेछ, गाडीसहित मान्छे। ल हेर्नु, एकदम हामी सबैजना साथीभाइ एकदम भिजिट गरेर यो एरिया आयौँ। अब हाम्रो यात्रा खाँदबारीसम्मको हो। यहाँबाट गएर तुमलिङटार पुगेर खाँदबारी गइन्छ। ल यो मोटरले चाहिँ माथि लगाएको रहेछ इलेक्ट्रिकवाला। त्यो सुइँबाट यसरी जाने रहेछ। ल भिडियो हेरिराखौँ है। अब हाम्रो गाडी स्टार्ट भयो। फेरितिर लगिँदैछ। यो अँध्यारो भएर चाहिँ एकदम बेलुकाको 6 बजेको कारणले गर्दा यहाँ एकदम धेरै अँध्यारो भइरहेको कारणले गर्दा चाहिँ यहाँ भिडियो अलिक क्लियर आउन सकेन। यो गाडी तारेको लगभग कति रुपियाँ लाग्यो मनोज सर भन्नुहोस् त। हामीले चाहिँ मान्छे सहित हुँदा 150 रुपियाँ तिर्दा जान सकिँदो रहेछ। गाडी मात्रै लाँदा चाहिँ 100 मै मिल्ने रहेछ। एकदम सहुलियत रहेछ, धेरै सहुलियत रहेछ नि। ल स्टार्ट हुने लाग्यो है, स्टार्ट हुने लाग्यो। ल हल्लिँदैछ, भुइँचालो आदिदेखि हल्लिँदैछ। यहाँ अँध्यारो भएको कारणले गर्दा यहाँ अलिकति समस्यामा आयो। ल ठिकै छ, म फेरि अर्को उल्टाएर पनि देखाउँछु क्यामेरा। ओ ल हिँड्न थालो है, अब हिँड्न थालो। यतापट्टि लाइट छ। ल सर भनेको हिँड्दैछ। कहाँ समात्नु जस्तो पो लाग्यो यार मलाई त। यसरी छ। जम्मा कतिजना खसेको छ अरे यहाँ मोबाइल भनिदिनुहोस् त। 34 वटा खसेको छ अरे। अँध्यारो भएको कारणले गर्दा पो अलि भिडियो राम्रो आउन सकेन। थाहा नपाइकन अगाडि भिडियो बनाउन थालेको। यो अलि ओर आइपुगिसकेछौँ। अरुण नदी एकदम ठुलो पो रहेछ त। माथिबाट हेर्दा त सानो देखिन्थ्यो, यहाँ आउँदा पो छक्क परेँ म त। हिँडेकै अत्तो हुँदो रहेछ। बिस्तारो जाँदो रहेछ। अनि चिसो मौसम, पानी एकदम त्यसैले तान्दो रहेछ नि त। ऊ त झिर्लिङले बिस्तारो सरर तानेर जम्मा यो कति बेर लाग्छ हौ वहाँ पुग्नलाई? 12 मिनट पो लाग्ने रहेछ। ल ठिक छ त पनि। ल यो हाम्रो यति आधी तरिसक्यो। यो एउटा गाडीको 100 रुपियाँ नदी तार्नलाई। मान्छे पर व्यक्ति कति अरे मनोज सर? पर व्यक्ति यसले थामुन्जेल चढ्दा 50 रुपियाँ सबैजनालाई। ए सबैजनालाई 50 अरे। यहाँ 50 जना 100 जना आए पनि गाडीको पनि निकै महँगो पर्यो। 1000 रुपियाँ रहेछ, तर 900 रुपियाँ डिस्काउन्ट दिनुभयो हामीले। त्यसबाट आएको भनेर 100 पर्यो। यो दिउँसो। ल फाइनली गाइज हामी वारी आइसक्यौँ पारीबाट होइन। अब गुरुले गाडी स्टार्ट गरेर सर ल्याउनुहुन्छ। सरेर उहाँ पुग्यो। अघि त टाँसेको थियो। यहाँ रहेछ नि त चुक्ली मिलाउने ठाउँ।
एकछिन पर्खिनु है, यहाँ टाँसिँदैछ। अब हाम्रो यात्रा भनेको एकदम खाँदबारी गयो बेलुका बेलुका गुटुङ टुङ टुङ टुङ। कट्न चाहिँ दिउँ न त, अलिअलि ब्याक सरौँ। सब भिडियो खिच्नलाई मस्त हुन्छ हैन। ल हाम्रो साथीहरु पनि त्यस्तै हो। रमाइलो पो हुँदो रहेछ त हौ। अब यो फेरि यतै हुने भयो। अब यसले चाहिँ ट्र्याक्टर लिएर जाने भयो अर्को।